हेलो एभ्रिवान, तपाईँहरूलाई वेलकम छ आज पनि मेरो सानो मिठो मिनी भ्लगमा। तपाईँहरूलाई आज म सकेसम्म मेरो पार्लरमा के भइरहेको छ, के हुँदैछ भनेर चाहिँ नि म सानो सानो क्लिप लिएर म तपाईँहरूलाई देखाउन गइरहेकी छु। अहिले चाहिँ नि बिहानको अब त्यस्तै 10 बजिरहेको छ। यहाँ चाहिँ नि भर्खर सबै दिदीहरू चाहिँ नि काममा आइसक्नुभयो, आफ्नो ड्युटीमा आइसक्नुभयो। अनि अहिले चाहिँ नि फेरि दिदीहरू फेरि एकछिन खाली हुनु हुँदैन क्या, फेरि यस्तो एक्सर्साइज गर्न थाल्नुहुन्छ फेरि है। सबै स्लिम हुने रे क्या, स्लिम हुने रे। अनि त्यही भएर चाहिँ नि एक्सर्साइज गर्नुहुन्छ हाम्रो दिदीहरूले चाहिँ नि। गोलुमोल दिदीले फेरि के नाच्या कि एक्सर्साइज गरे कि अम्म, फेरि अर्को दिदीले त फेरि के गर्यो हो, त्यो बटरफ्लाई स्टाइलमा एक्सर्साइज गरेर हँसाउनुहुन्छ हौ। फेरि आमामा पुरा त्यो लाउरे भिड्न जान जस्तै क्या, त्यो लाउरे भिड्न जान्छ नि त्यतिखेर ट्रेनिङ गर्छ नि, त्यस्तै ट्रेनिङ गर्दै हुनुहुन्छ क्या दिदीले। फेरि अम्म ल है, दिदी त अब लाउरे भिड्न गयो भने पनि पक्कै पनि के अरे सिलेक्ट हुन्छ होला क्या। फेरि यतातिर फेरि अब फेरि काम सुरु भयो हाम्रो। उतातिर दिदीहरू एक्सर्साइज गर्दै हुनुहुन्थ्यो अनि एक्कासी क्लाइन्टहरू आउनुभयो हाम्रोमा। अनि अहिले चाहिँ नि ट्रिटमेन्टहरू धमाधम भइरहेको छ यहाँ चाहिँ नि। अब कलरहरू ट्रिटमेन्टहरू यता चाहिँ नि हाम्रो दिदीले ट्रिटमेन्ट गर्दै हुनुहुन्छ। अनि त्यसपछि म तपाईँहरूलाई देखाउँदैछु, यतातिर हाम्रो दिदी हुनुहुन्छ। अनि म चाहिँ नि लुकी लुकी भ्लग गरिरहेको छु क्या। अनि त्यसपछि अहिले चाहिँ नि सबैजना बिजी छ, म चाहिँ नि अलिकति लुकेर यहाँ अलिकति सानो सानो क्लिपहरू तपाईँहरूको सामु ल्याउँदैछु। अनि त्यसपछि यतातिर चाहिँ नि हाइलाइट भइरहेको छ, दिदीहरू हुनुहुन्छ। ओहो असु त के अरे भ्लग बनाएर हिँड्दैछ हेर न, काम नगरेर भन्दै हुनुहुन्छ दिपा दिदीले चाहिँ नि। अनि यतातिर फेरि अघि एक्सर्साइज गरेको, काम गर्दाखेरि पनि एक्सर्साइज गर्न छोड्नुहुन्न भन्ने यो दिदीले त। आम्बो के साह्रो हो हाम्रो दिदी त। ओ अर्को दिदी फेरि यतातिर हुनुहुन्छ, काम गर्दाखेरि एकदम नक्कल पार्नुहुन्छ यो दिदीले चाहिँ नि। अनि त्यसपछि म तपाईँहरूलाई यतातिर पनि अलिकति सानो केही कुराहरू देखाउन गइरहेको छु। यो चाहिँ नि हाम्रो काउन्टर हो, काउन्टरमा चाहिँ नि अनिता बसेको छ। र अब चाहिँ नि म मेरो भ्लगलाई यही अन्त्य गर्न चाहन्छु, म एकदम बिजी हुन लाएँ अब। बाई।